उसले प्रार्थना गर्दै 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 त्यो केटाको साइडबाट डराउँदै 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 ऊ छिरेर घरमा पुग्यो, सुरक्षित पुग्यो। ऊ सुत्यो। भरे उसले नि बिहानको पेपर आयो, पेपरमा यसो पढ्दाखेरि चाहिँ नि फेरि त्यही गल्लीमा 12:15 कि 12:20मा नि एउटा केटीको हत्या भयो भनेर चाहिँ पेपरमा आएको हुन्छ। अन्त छक्कै पर्छ त्यो केटी त, अरे म चाहिँ हिजो त्यही गल्लीबाट गएँ, मैले एउटा मान्छेलाई देखेको थिएँ, एउटा गुन्डा जस्तो मान्छेले देखेँ, सायद त्यही मान्छेले मारेको होला, त्यो मान्छेको अनुहार चिन्छु होला हुन्छ। उसले लोकल पुलिसलाई नि फोन गर्छ, हिजो त्यहाँबाट म पनि गएको थिएँ, एउटा मान्छे थियो। अन्त त्यो पुलिसले नि थानामा बोलाउँछ, बहिनी म हिजो पक्रेको सस्पेक्टमा पक्रेको सारा मान्छेलाई म देखाइदिन्छु, तपाईँले नि चिन्नुहुन्छ? अनि उसले भन्छ हिजो यदि त्यो 12 बजी जाँदाखेरि जुन चाहिँ गल्लीमा बसेको केटा चाहिँ यदि तपाईँको थानामा छ भने म चिन्छु। त्यहाँदेखि उसले हेर्दै 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 जान्छ, भने एकजना व्यक्तिलाई चिन्छ। उसले च्याप्पै समातेर भन्छ यो व्यक्ति हो सर। पुलिसले पक्रिन्छ। त्यो केटीले नि त्यो पक्रेको मान्छेलाई नि सोध्नु मन लाग्छ। अनि उसले भन्छ तिमी हिजो त्यहीँनिर थियौ, म पनि एक्लै केटी थिएँ, म त्यो बाटो भएर गएँ, तर तिमीले मलाई मारेनौ, तर म पछाडि आउनेलाई चाहिँ तिमीले के गर्यौ? मार्यौ। त्यो केटाले के भनेको छ भन्नुहोस् त, तिमी कहाँ एक्लै थियौ, म खासमा तिमीलाई मारिदिन्थेँ, तर तिमीसँग 4 जना केटाहरू थियो भन्छ। सुन्नुहोस् छोरीहरू, प्रभुको डरमा जिउनेहरूको नि चारैतर्फ के हुन्छ? स्वर्गदूतले घेरा हुन्छ। तपाईँको जीवन नि मान्छेसँग सुरक्षित छैन, तर स्वर्गले तपाईँको जीवनलाई सुरक्षा दिइरहेको छ। छोराहरू स्वर्गले सुरक्षा दिइरहेको छ। आमेन, आमेन।